नमस्कार, म गगन श्रेष्ठ। यो मेरो हातमा भएको स्टार फ्रुट अथवा नेपालीमा चाहिँ काभ्राङ, यो नेपालमा प्रशस्त सबैतिर फल्छ र धेरै खाइन्छ पनि। हामीहरूले सानै हुँदादेखि खाइरहेको। यसको स्वाद चाहिँ काँचो हुँदा अलि अमिलो अमिलो र पाकेपछि चाहिँ अलिकति स्विट, अलिअलि गुलियो किसिमको अमिलो हुन्छ र यो चाहिँ संसारभर प्रायःजसो सबै ठाउँमा फल्छ। साउथ अमेरिकामा पनि फल्छ, अफ्रिकामा फल्छ, क्यारिबियनमा फल्छ र एसियामा प्रायःजसो सबै ठाउँमा फल्छ। र यो लैजाने भनेको चाहिँ यो धेरै अगाडि जब युरोपियन व्यापारीहरू, स्पेनिस व्यापारी, पोर्चुगिज व्यापारीहरू एसियामा आएका थिए, उनीहरूले चाहिँ लगेको भनेर मानिन्छ। किनभने यसको ओरिजिन कन्ट्री भनेको चाहिँ मलेसिया, इन्डोनेसिया मानिन्छ र त्यहाँ चाहिँ 10औं शताब्दीभन्दा अगाडिदेखि नै खेती हुन्थ्यो र नेपालमा पनि ब्रिटिस औपनिवेशिक कालमा चाहिँ भारत हुँदै नेपाल आएको मानिन्छ। र यसमा चाहिँ भिटामिन सी प्रशस्त हुन्छ र यसमा केही मिनरल्सहरू पनि हुन्छ र यसमा चाहिँ केही एन्टिअक्सिडेन्ट तत्त्व पनि हुन्छ। यो शरीरको लागि एकदमै स्वस्थकर मानिन्छ।